हेलो गाइज गुड मर्निङ। आज चाहिँ हामी शिवधारातिर तर्फ लाग्दैछौँ है। अनि हामी चारजना जाँदैछौँ शिवधारा। हेर्न सक्नुहुन्छ रेगन दाई, रेगन दाई हुनुहुन्छ यहाँ है। यहाँ माथि देख्न सक्नुभयो तपाईँले शिवधाराको डाँडामाथि शिवधारा र पार्वती गुफा है गाइज। अनि घाम पनि दामी लागिसकेको छ, मौसम क्लियर भएको छ आज। अनि अगाडि तिनजना हिँड्नुहुँदैछ है। अनि हामी चाहिँ बरुन खोलाको किनार हिँड्दैछौँ। बिहानै उठेर हिँडेर होला हाम्रो चाहिँ सास बढ्दैछ हल्का। जय शम्भो। फेरि माथि पुगेर तपाईँलाई जोइन गराउनेछु। हामी चाहिँ अब बरुन खोलालाई तर्न आँट्यौँ। यहाँ चाहिँ नयाँ पुल भर्खर निर्माण भएको रहेछ। यहीँको स्थानीयले वा शिवधारा समितिले बनाउनु भएको होला होइन पक्कै। अब यो पुल पारी गएर चाहिँ हामी यो माथिको डाँडा चढ्ने छौँ। यहाँ चाहिँ एउटा ठुलो ढुङ्गा रहेछ, हेर्नु न, ठुलो चट्टान भनौँ न, एउटै कति ठुलो क्या भनेको। अब चाहिँ हामी पुल पनि तर्दैछौँ है। पुल तर्ने बित्तिकै हल्का उकालो रहेछ, पहिलो उकालो भनौँ न हामी। अब यहाँबाट उकालो स्टार्ट हुन्छ अब, अनि अलिकति माथि गएर हल्का सम्मसम्म, त्यस पछाडि अनि उकालो हिँड्नु पर्यो है माथि। महादेवलाई भेट्न त्यति सजिलो छैन नि हो, हल्का सङ्घर्ष त गर्नै पर्यो नि हामीले। यहाँ चाहिँ अब हाम्रो बरुन नदीको साउन्ड कस्तो छ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ खोलै होला, तल गएर अब नदी बनिने होला होइन, कि माथिलाई नदी भन्छ त्यो चाहिँ कमेन्ट बक्समा भनिदिनुहोस् त। अब फेरि हामी चाहिँ माथि लाग्दैछौँ है। जय शम्भो। हर हर महादेव। घाम चाहिँ टिलिल्ला आएछ है, यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। पुरा ल्यान्डस्केप राम्रो छ। लगाइ यहाँ चाहिँ हल्का तेर्सो आयो, थोरै भए पनि है। सुरुमै बिहानै हिँडेको, सास बढेर अब हिमालयहरू हेर्नु न माथि। हिजो चाहिँ हामी मकालु बेस क्याम्पबाट आयो, त्यहाँबाट सिधै फर्केर याङमालेमा बसेको थियौँ। चाहिँ हामी शिवधारा चढेर अनि फेमाताङ झर्ने छौँ सिधै है गाइज। अब बिस्तारै उकालो हल्का हिँड्नु पर्यो है। बिस्तारै खुड्किला टेक्दै बिस्तारै। फेरिसम्म भेट्यो। अहिले चाहिँ भाइ र म, दावा भाइ र म, अनि तिनजना अरू साथीहरू चढ्न आएको छौँ। माथि हेर्न सकिहाल्नुहुन्छ, शिवधारा जाने बाटो चाहिँ यही हो होइन। अनि दावा भाइ र म यहाँ अगाडि आइसक्यौँ। अब पछाडि तिनजना दाइहरू हुनुहुन्छ। अब भाइको गाइडेन्समा हामी जाँदैछौँ माथि है। उकालो हिँड्नुपर्ने रहेछ, माउन्ट लाउनुपर्छ होला यो अलिक पछि होइन। शिवधारा देखिहाल्नुभयो, तपाईँलाई माथि गएर देखाउने छु अरू है। जय शम्भो। अब चाहिँ एक्सट्रिम पार्टहरू अब स्टार्ट भयो हाम्रो चाहिँ।
नजारा हेर्नु न नजारा कस्तो छ पाल क्या फेरि उकालोमा फेरि जति बोल्यो त्यति थाकिन्छ क्या तल हेर्नु न भ्यू आम्मा भिर त्यही छ तर बरुन खोला देखिरहेछ सास बढ्छ भनेर म चाहिँ थोरै थोरै खुड्की लाएर हिँड्दै यताउति हेर्दै है हिँड्दैछु सास बढी पनि रहेछ चिसो असाध्यै छ है त्यसमा तै पनि घाम चाहिँ टिलिली लागेछ दामी यहाँ चाहिँ शिला रहेछ ल जय शम्भो भोलेनाथको जय यहाँ चाहिँ अब ढुङ्गाको खोजबाट अलिकति हिँड्नुपर्ने रहेछ है चढ्नुपर्ने रहेछ खुड्किला जस्तो भनौँ न खुड्किला टेकेर चढ्नुपर्ने रहेछ झर्नाको पानी सरर बगिरहेछ
साउन्ड सुन्न सक्नुहुन्छ कस्तो छ। तल हेर्न दामी छ है, त्यहीँबाट आए जस्तो लाग्छ। चट्टानमा झर्ना सरर बगेको हेर्नु न कस्तो मजाले स्मुथली सरर बग्दैछ। लगभग हामी त्यही झर्नाको छेउछेउ हुँदै त्यसलाई झर्नालाई कटेर जानेछौँ। त्यो झर्ना पनि हामीले कटेर माथि आइसकेको छौँ। फेरि माथि भेटिन्छ होला पक्कै। अहिले चाहिँ माथि आइसक्यौँ, अब फेरि अझै माथि जाँदैछौँ बिस्तारै। अब भिडियोको एङ्गल कस्तो आएको छ भने मलाई पनि थाहा छैन अहिले चाहिँ, किनकि छातीमा माउन्ट लगाएको छु मैले अहिले। यहाँ बाटोमा चाहिँ काँडाहरू फेरि निकै रहेछ क्या। तपाईँहरू पनि जानुहुँदैछ भने चाहिँ अलिक जोगिएर झर्नुहोस् है, काँडाले बिजाउला। यहाँ माथि चाहिँ चौतारा छ है भन्थ्यो भाइले। अब चौतारा हुने यही हो। भाइ यो सेक्सन त तपाईँहरूलाई थाहा भइहाल्यो होला होइन, शिवधाराको मेन सेक्सनै भयो। हाम्रो भाइ चाहिँ यहाँ ओह भाइ के छ मेरो भाइ, ठिकै छ आरामै छौ। तलबाट आएको त्यही बरुङ खोलालाई क्रस गरेर आएको हामी। तल अब आउनु रहेछ अरू, यहाँ हेर्न सक्नुहुन्छ तपाईँले ब्याकग्राउन्डमा पछाडि है। किरा भएको ठाउँ चाहिँ आइसक्यो लगभग है। यहाँबाट हामी जानुपर्छ माथि। अरे गर्मी भयो ल, उकालो हिँड्दा 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 गर्मी भयो है गाइस। यहाँ चाहिँ आराम गर्ने चौतारा रहेछ है। यहाँभन्दा माथिको चाहिँ अर्को पार्टमा आउँछ है। स्टे ट्युन, थ्याङ्क्स फर वाचिङ।